ल नमस्कार साथीहरू, मैले यो नयाँ भिडियो ल्याउने क्रममा यो रामकुटको सडक कालोपत्री हुने काम भइरहेको छ। यसको अपडेट लिएर आउने क्रममा आज चाहिँ यही अलकत्र ल्याएर राखिसकिएको छ। त्यसपछि गिटी ल्याएर सम्याउने काम भइसकेको छ। यी देख्न सक्नुहुन्छ। यहाँबाट आज गिटी र बालुवा मिक्स गरेर हालेर सम्याउने काम भइरहेको छ है। यो रामकोट सिने गेट भयो। यहाँदेखि बस पार्कसम्म चाहिँ कालोपत्री हुँदैछ है। आज असारको 14 गतेसम्मको अपडेट यस्तो रहेको छ। आज काम भइरहेको छ। च्याट्ट गिटी मिलाउने, यति बाक्लो गिटी हालिएको छ। ल हेर्नुहोस् है, छ होला 8 इन्ची, अलि छैन कि छ होला 8 इन्ची त कि छैन कि। ल यसरी काम भइरहेको छ। यदि पिच हुँदैमा के हुन्छ र, उताको नि बजेट त आछ। अब बजेटले कति काम हुन्छ। पानी हालेर धुने काम पनि भइरहेछ है। आज एकदम धेरै काम भइरहेको छ। कसैले यो सम्याइरहनु भएको छ बालुवा हालेर है। यहाँ चाहिँ पानी पनि हाल्ने काम भइरहेछ आज। पानी टक्क पानी चाहिँ नालीपट्टि जाने गरेर यतापट्टि स्लोप गरेर बनाउँदैछौँ। निरन्तर अनुगमन गर्नुपर्ने आवश्यकता छ सबैजनाले, सरकारवाला सबैले। पानी हालेर छ्याट्ट यसलाई लोडर लगाउने है। पानी हाल्ने अनि लोडर ड्याङ हालेपछि सम्मिन्छ। यो च्याप्प बस्छ। त्यस्तो हुने। पानी किन हालेको त भन्दाखेरि पानी यतापट्टि स्लोप हुनु पऱ्यो नि त, नालीतिर जानु पऱ्यो नि, त्यस कारणले पानी हालेको। ट्याङ्करै ल्याएको हो नि। हेर उताको कति राम्रो बनाइसकेछ। यहाँभन्दा यता कति राम्रो बनाइछ। ऊ त्यहाँसम्म ट्रकले ल्याएको हो नि, देउरालीसम्म। ल यति राम्रो भएको छ है। आज 14 गतेसम्मको अपडेट। 15 गतेसम्म भ्याउनु पर्ने हो वास्तवमा। अब त्यही पनि अब भ्याउलान् 16-17तिरसम्म, भोलि पर्सितिर कालो हाल्लान्। ल यस्तो बनेको छ। अहिले दौडिङ जस्तो लाग्दो, अहिले यस्तो राम्रो जस्तो देखिसक्यो है। यस्तो कुदौँ लाग्दो। इन्ट्रोडक्सन दिइरह। किन नहुने आउनु पऱ्यो नि। हेर न, यो लोडरले पेलेपछि त दामी खतरै बनाउँछ। ल यस्तो अपडेट है। कोदोको बिउ राखेर आएको यार।